मम्मी र डिग्री माइला मुभीको लागि वेटमा हुनुहुन्छ भनेदेखि अब तपाईहरुको लागि खुसीको खबर छ। यी दुवै नेपाली मुभीहरुलाई अब तपाईले घरमै बसेर मोबाइल या टिभी मार्फतै फ्री या केही पैसा तिरेर हेर्न सक्नुहुने भइसकेको छ। यी मुभीहरुलाई कहाँ र कसरी हेर्ने भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। डर लाग्ने कुनै त्यस्तो चीज कुनै त्यस्तो ठाउँ सुरु गरौँ मम्मी मुभीबाट। 1 महिना अगाडि मात्र रिलिजमा आएको यो हरर नेपाली मुभीले बक्स अफिसमा त त्यस्तो राम्रो कमाई गर्न सफल भएको थिएन, तर मुभीको स्टोरी र परफर्मेन्स भने एकदमै बवाल देख्न सक्छौं। मुभीमा हामीले प्रियंका कार्की, दिया मास्के, सुलक्षण भारती आदिको अभिनय देख्न सक्छौं। भनेदेखि यो मुभी मेरो लागि चाहिँ अहिलेसम्म नेपाली इन्डस्ट्रीमा बनेको र मैले हेरेको मध्ये हरर थ्रिलर मुभीमा चाहिँ वान अफ द बेस्ट मुभी नै रहेको छ। र अब यो मुभीलाई तपाईले 1 महिना पछाडि नै रिलिज भएको 1 महिना पछाडि नै हेर्न सक्नुहुने भइसकेको छ। घरमै बसेर एमएसएम भिडियो एप मार्फत केही पैसा तिरेर यदि हलमा हेर्न छुटाउनु भएको छ भनेदेखि अवश्य हेर्ने कोसिस गर्नु होला। मुभी एकदमै राम्रो बनेको छ। एमएसएम भिडियो एप मार्फत मात्र केही पैसा तिरेर अवश्य हेर्ने कोसिस गर्नु होला। त्यसैगरी नेक्स्ट मुभी रहेको छ डिग्री माइला एमए थर्ड क्लास। के लाग्छ मलाई बहाउने बजे के सारा आशे बाबु तिमीले बोक्न नसक्ने गरी छातीभरिमा हामीले दयाङ राई, आचल शर्मा, विजय बराल, माउसे गुरुङ, कमल मणि नेपाल आदिको अभिनय देख्न सक्छौं। भनेदेखि मुभी रिलिज टाइममा सेम हिट भएको थियो र मुभी मेरो लागि चाहिँ डिसेन्ट नै कमेडी रहेको थियो। मुभी कतै इन्टरटेनिङ छ भनेदेखि कतै कतै एकदमै बोर लाग्ने खाले मुभी छ। तर अब तपाईहरु यो मुभीको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि तपाईहरुको लागि खुसीको खबर छ। यो मुभीलाई तपाईहरुले अब घरमै बसेर आफ्नो मोबाइल या टिभी मार्फतै त्यो पनि बिल्कुल फ्रीमै हेर्न सक्नुहुने भइसकेको छ। बाँसुरी फिल्म युट्युब च्यानल मार्फत। यदि डिग्री माइला मुभीको लागि वेटमा हुनुहुन्थ्यो भनेदेखि अवश्य हेर्ने कोसिस गर्नु होला। बाँसुरी फिल्म युट्युब च्यानल मार्फत बिल्कुल फ्रीमै अवेलेबल भइसकेको छ। आजलाई भने यति नै डिग्री माइला र मम्मी मुभीको अपडेट। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरुको अपडेट र रिभ्यू जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।